आज मैले तपाईहरू सामु केही सन्देशमूलक प्रश्नहरू चाहिँ लिएर उपस्थित भएको छु। के थाहा तपाईको जीवन परिवर्तन हुन पो सक्ला कि यो मेरो सन्देशमूलक प्रश्नहरूले, हैन। यदि तपाई पनि यो सन्देशमूलक भिडियोलाई चाहिँ अन्तिमसम्म हेरेर मलाई साथ दिनुहुन्छ र प्रतिक्रिया गर्नुहुन्छ भने चाहिँ तपाईले पनि केही चाहिँ बुझेर जानुहुनेछ भन्ने चाहिँ एउटा ठुलो आशा राखेको छु। नमस्कार, म चाहिँ गंगा मगर हो। मेरो नेसनलिटी चाहिँ भुटान हो र अहिले चाहिँ अमेरिकामा बस्दै आएको चाहिँ लगभग 9 वर्ष हुन लाग्यो र त्यो 9 वर्षको अन्तरालमा चाहिँ धेरै दुःख कष्ट पीर मार्का अर्काको देशमा, हैन, अरूको खटनमा धेरै काम गरियो र मैले चाहिँ राम्रोसँगले बचतहरू गर्न सकिनँ, ब्याङ्क ब्यालेन्सहरू गर्न सकिनँ, हैन। म चाहिँ सिधै गएँ प्रश्नतिर। के तपाई पनि घरमा बसी बसी पैसा कमाउन चाहनुहुन्छ र अरूको खटनमा काम गर्ने मन छैन? अनि अर्को प्रश्न, तपाई चाहिँ आफ्नो बोस आफै हुने मन छ? आउनुहोस्, हामीसँग जोडिनुहोस्। किन त भन्दाखेरि चाहिँ अनलाइन डिजिटल बिजनेस घरमा बसी बसी रन गर्नुहोस्। हामीले चाहिँ त्यसै गरेर चाहिँ अहिले घरमा बसी बसी पैसा कमाइरहेछौँ, हैन। र आफ्नो बोस चाहिँ आफै भएर आफ्नै समयमा आफ्नै सेड्युलमा चाहिँ काम गरेर पैसा कमाइरहेको छौँ। र यो चाहिँ हामीले कहाँबाट कसरी गर्ने त भन्दाखेरि चाहिँ हामीले चाहिँ विभिन्न सोसल मिडियाबाट चाहिँ एट्र्याक्सन खालको मार्केटिङ गरेर चाहिँ हामीले चाहिँ पैसा कमाइरहेछौँ, हैन। र अर्को कुरा, कन्टेन्ट क्रिएट गरेर चाहिँ हामीले विभिन्न सोसल मिडियाबाट चाहिँ हामीले चाहिँ प्रचार गरिरहेछौँ र अनलाइन डिजिटल बिजनेस चाहिँ हामीले यसरी नै प्रचार गरेर चाहिँ पैसाहरू कमाइरहेछौँ मजाले, हैन। तपाई पनि यदि जोडिन चाहनुहुन्छ भने चाहिँ मैले चाहिँ यहाँ स्क्रिनमा वेबसाइट राखिदिएको हुन्छु, हैन। मेरो वेबसाइट चाहिँ www.gangahug.com हो। त्यहाँ गएर तपाईले आफ्नो नाम र इमेल लगाएर चाहिँ हामीसँग तुरुन्तै जोइन हुन सक्नुहुनेछ। र तपाईलाई यदि इन्ट्रेस्टेड हुनुभयो र अगाडि बढ्ने मन आयो भने चाहिँ फर्दरको लागि चाहिँ तपाईले मसँग कन्ट्याक्ट गर्न सक्नुहुन्छ। अर्थात् मलाई डाइरेक्ट मेरो मेसेन्जरमा तपाईले कल गर्न सक्नुहुन्छ, हैन। हामी चाहिँ राम्ररी प्रश्न सोधासोध अथवा तपाईले प्रश्न गर्नुहुन्छ भने पनि मैले चाहिँ मजाले तपाईको प्रश्नको उत्तर दिनलाई चाहिँ म चाहिँ एकदम हाजिर हुनेछु, हैन। तुरुन्तै तपाईले कल गर्ने बित्तिकै, सम्पर्क गर्ने बित्तिकै चाहिँ म चाहिँ हाजिर हुनेछु, हैन। एकदमै धेरै खुसी हुनेछु। तपाईको प्रश्नको उत्तर दिनको लागि चाहिँ म रेडी भएर बसेको छु र तपाईलाई चाँडै देख्न पाऊँ है, भेट्न पाऊँ। हवस् त, धन्यवाद।